हेलो साथीहरू, नमस्ते। आज म तपाईहरूलाई नेपालको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक दरबारको बारेमा छोटो मिठो जानकारी लिएर आइसकेको छु। मजाले अन्तिमसम्म सुनिदिनु होला है त। मुस्ताङ दरबार, जसलाई लोमान्थाङ दरबार पनि भनिन्छ, करिब 500 वर्षभन्दा अगाडि राजा अमेरपालले निर्माण गर्नुभएको हो। उहाँ नै मुस्ताङ राज्यका पहिलो राजा हुनुहुन्थ्यो। उहाँले तिब्बती बौद्ध संस्कृतिलाई मुस्ताङमा स्थायी बनाउनु भयो र आजसम्म पनि मुस्ताङमा त्यसैको प्रभाव देखिन्छ है साथीहरू। यो दरबार 4 तल्ले बाक्लो ढुङ्गा र माटोले बनिएको अद्भुत संरचना हो। दरबार वरिपरि अग्ला पर्खालहरू छन्, जसले प्राचीन समयमा त्यो राजधानीलाई के गर्थ्यो त सुरक्षा दिने गर्दथ्यो। र मुस्ताङका अन्तिम राजा को थिए भने जिग्मे दोर्जे प्रबल विष्ट हुनुहुन्थ्यो र आजसम्म पनि उहाँलाई त्यहाँका स्थानीयहरूले राजा मानेर हरेक कुराको सरसल्लाह लिने गर्नुहुन्छ। तपाईहरु पनि एकचोटि भिजिट गर्नुहोस्। हस्त धन्यवाद।